प्रशान्त तामाङ 43 वर्षको हुनुहुन्थ्यो। 43 वर्षकै उमेरमा हृदयघात हार्ट एट्याकका कारणले आज उहाँको दुःखद निधन भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना। एकदम स्वस्थ देखिने व्यक्तिहरूमा पनि बाटोमा हिँड्दै गर्दाखेरि, स्टेजमा गाउँदै गर्दाखेरि, विभिन्न किसिमको आफूले डेली एक्टिभिटी गर्दै गर्दाखेरि चाहिँ हृदयघातका कारणले निधन भएको पनि हामीले धेरै देखिरहेका छौँ। तर यो भन्दै गर्दाखेरि चाहिँ केही साइलेन्ट किलरहरू रहेको छ, केही वर्गहरू, केही व्यक्तिहरू, केही रिस्क फ्याक्टर्सहरू रहेको छ। त्यस्ता व्यक्तिहरू चाहिँ हृदयघातको उच्च जोखिममा रहने गर्दछन् र उहाँहरूले चाहिँ नियमित मात्रामा चाहिँ स्वास्थ्य परीक्षण गर्न आवश्यक रहन्छ। त्यसमा पनि मोटोपन भएका व्यक्तिहरू, त्यस्तै गरेर उच्च रक्तचाप, हाइपरटेन्सनका पेसेन्टहरू र जसमा चाहिँ सुगरको मात्रा धेरै छ, मधुमेहका बिरामीहरू, यति मात्र नभएर चाहिँ जसमा उच्च कोलेस्ट्रोल, एलडिएल कोलेस्ट्रोल, खराब कोलेस्ट्रोल भनेर भन्ने गरिन्छ, एलडिएल कोलेस्ट्रोल उच्च मात्रामा रहेका व्यक्तिहरू, नियमित मात्रामा धुम्रपान, मद्यपान सेवन गर्ने व्यक्तिहरू र त्यस्तै गरेर चाहिँ कसैमा चाहिँ प्रिभियस एउटा चाहिँ हिस्ट्री रहेको छ, मुटु रोगको पहिलेदेखि नै समस्याहरू रहेका, कोरोनरी आर्टरी डिजिज स्पेसल्ली यस्ता समस्या भएका व्यक्तिहरूमा चाहिँ हृदयघातको जोखिम चाहिँ एकदमै उच्च रहने भएकाले चाहिँ नियमित मात्रामा स्वास्थ्य परीक्षण गर्न आवश्यक रहन्छ। अहिले भनिएका जति पनि अवस्थाहरू रहेको छ, यी व्यक्तिहरू चाहिँ हार्ट एट्याकको चाहिँ उच्च जोखिममा रहने गर्दछन्, हाई रिस्कमा रहने गर्दछन्। उहाँहरूले 6 महिनाको अन्तरालमा चाहिँ नियमित मात्रामा इसिजी टेस्ट, त्यस्तै गरेर इको टेस्ट, यति मात्र नभएर चाहिँ बिपी रेगुलरली चेकअप गर्नुपर्ने हुन्छ भने HbA1c एभरेज ग्लुकोजको टेस्ट पनि तपाईँहरूले चाहिँ नियमित मात्रामा गर्न आवश्यक रहन्छ। यति मात्र नभएर चाहिँ तपाईँहरूले चाहिँ टिएमटी टेस्ट, ट्रेडमिल टेस्ट गर्न पनि आवश्यक रहन्छ भने लिपिड प्रोफाइल रेगुलर मात्रामा चेक गर्नुहोला। त्यस्तै गरेर विभिन्न किसिमको इलेक्ट्रोलाइट र किडनी फङ्सन टेस्ट चाहिँ नियमित गर्न आवश्यक रहन्छ भने अर्को भनेको सिटी, कोरोनरी एन्जियोग्राफी गर्न पनि आवश्यक रहन्छ। त्यस्तै गरेर उच्च जोखिममा रहेका व्यक्तिहरूमा चाहिँ छाती दुख्ने समस्या छ, त्यस्तै गरेर चाहिँ श्वास फेर्न पनि गाह्रो हुने समस्या छ, तुरुन्त बेहोस हुने, लड्ने समस्याहरू छ र मुटुको चाल पनि एकदमै धेरै चाहिँ अनियमित भइरहेको छ, इरेगुलरली चाहिँ मुटुको चाल चाहिँ बढ्ने घट्ने भइरहेको छ भने चाहिँ यस्तो कन्डिसनमा चाहिँ विशेष सावधानी अपनाउन आवश्यक रहन्छ। त्यस्तै गरेर तुरुन्त तपाईँले चाहिँ चिकित्सकको परामर्श लिन पनि आवश्यक रहन्छ। त्यसैले सानोभन्दा सानो कुरामा चाहिँ हेलचक्राइ गर्दाखेरि आज उहाँ सुप्रसिद्ध कलाकार, गायकलाई देखिएको जुन विपद आइपर्यो, यो विपद चाहिँ तपाईँ हाम्रो जीवनमा पनि आइ नपर्ला भन्न सकिँदैन। त्यसैले सावधान रहन आवश्यक रहन्छ। फेरि पनि सबैको मनमुटुमा बस्न सफल, सबैले रुचाएका गायक एवं नायक प्रशान्त तामाङको निधनप्रति हार्दिक श्रद्धाञ्जली। बिछोडको करौँतीले काट्नु मनै काट्यो।